मिस यू सरोज। यो दादाको रुम होइन, यो मेरो रुम हो। ओके सबसे ठुलो त बर्दिया न हुन्छ। So hello guys, welcome and welcome back to my YouTube channel. It's your vlogger Babu back again with a new vlog. So आप सबजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आजको भ्लग मैले स्टार्ट गरिसके। सो आज म आएको छु हाम्रो सरस भाटुको घर। मिस यू भाटु हैन, हजुर हुनु न, त्यही पनि हाम्रो कमी छैन खातिरदारी हैन। सो यहाँ हाम्रो बग्या बनिँदैछ गाइज, अनि हाम्रो बनाउने मान्छेहरु चाहिँ हाम्रो दिदी, मम्मी अनि आन्टी, अनि यता भेनाजी हुनुहुन्छ, अनि यता अङ्कल हुनुहुन्छ। सो एन्डी मिस हेलो भनिदिनु, चल्छ आज बगिया आफ्टर लङ टाइम। केही पनि भन्दिनँ, मलाई यो जस्तो बोल्न आउँदैन। मलाई आएन भन् त बनाउन आयो नि। हाम्रो दिदीले पनि सिकिसक्नु भयो नयाँ नयाँ मान्छे। सो गाइज हेर्न सक्नुहुन्छ बगिया एकदम, यसलाई चाहिँ स्पेसली मोरङ्गिया बगिया भन्छ। हाम्रोतिर त अर्को खालको बगिया हुन्छ, ठुलो ठुलो ढ्याब्रो ढ्याब्रो होइन, सबैलाई थाहा होला। यो त मोरङ्गिया बगिया हो। अनि यहाँ थोक पाकिरहेको छ, हामी म देखाउने छु। यहाँ सो यहाँ पाक्दैछ रोस्ट पाक्दैछ होइन। यता बगिया पनि चढिसक्यो अरू गाइज होइन। बाँकीको चिजहरू अब यहाँहरू म्यारिनेट गरेको रोस्ट छ गाइज। अरू अब पछि हेर हुन्छ के खाने छु म, हामी के रहेछ पार्टी पछि देखाउने छु। सो अरू केही न दादा, हजुर मिसिङ हुनुहुन्छ होइन, मिस यू सो मच। सबैले याद गरिरहेको छ होइन। अनि के भन्छ, मैले त के भन्छ अस्ति हामी आई मिन फिल्म डेट गएको थियौँ हामी साथी साथी, त्यो मैले त्यसको भ्लग पनि हालेको छैन यार, सरी। मैंने सारुण के यहाँ कुछ तो गड़बड़ है जरूर। त्यसको लागि ठिक छैन, दिमाग सन्तुलन ठिक छैन गाइस। सो त्यही कारण मेरो भ्लग लगाउँदै, त्यसको लागि धेरै सरी गाइस, एकदम दिल से क्षमा चाहन्छु म हो म छिटो ठिक हुने कोसिस गरिरहेको छु गाइस। सो मेरो भ्लगमा छिटो छिटो हाल्ने कोसिस गर्छु गाइस। त्यति बेलको लागि चाहिँ मेरो भिडियो लास्टसम्म बनिराख्नु होला। अनि नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला, मेरो भिडियोमा लास्टसम्म बनिराख्नु होला। अनि सबैजना ल नि त दादालाई मिस यू सरोज। मम्मी के लगा ल ल ल ल ल मम्मी आन्टी। आज हामी यहाँ बगिया बनाउँदैछौँ सरोजको घरमा, यस प्लस एन्डिसाको घरमा। अनि आज एन्डिसाले एकदमै मिठो मिठो पकाउँदैछ। सो अब मिठो पकाए पनि म खान पाउँदिनँ। मक्खै अर्की मक्खै, उसको तारिफ भएपछि मक्खै। सो गाइज अहिले अब गरौँ, अब पछि हेरौँ के आइटम पकाउनु भएको रहेछ हाम्रो निशा म्यामले। म देखाउने छु हजुरहरूलाई, बनिराख्नु होला लास्टसम्म। त्यो हाम्रो दादाको रुम, हाम्रो निशाले यस्तो एकदम सजाएर राखिदिएको छ। अब यो मेरो रुम हो, के को दादाको रुम हो, फेरि को दादा हेर्न सक्नुहुन्छ। यता यहाँ फ्रिज अनि दराज एड भएको छ। देख रहे हो गाइस, देख रहे हो, ये देख रहे हो विनोद, देख रहे हो। हैन मिस? यो दादाको रुम होइन, यो मेरो रुम हो। ओके ओके, यो दादाको रुम होइन अरे दादा, सुन्नुभयो नि, हजुरको रुम होइन, यो एन्डिसा म्यामको रुम हो। सो के भन्न सकिन्छ, अहिले अब अझै पाक्न बाँकी नै छ गाइज। सो बनिराख्नु होला के पाकिरहेको छ भनेर होइन। म देखाउने छु एकपल्ट आइटम थालमा लिएर। सो गाइज लुक एट दिस, यो हो रोस्ट, आलुको अचार, ओ सरी यो रोस्ट, यो आलुको अचार, यो आलुको भुजिया, चटनी अनि सलाद, बगिया अनि मासु खसीको, अनि स्पेसली कोक भइहाल्यो। स्पेसली लुक एट दिस वाइन, वाइन ओ ब्लर आयो म्याम, वाइन
डिभाइन वाइन। सो गाइज हेर्नुभयो हाम्रो म्यामले यति थोक पकाइसकेको थियो। सो गाइज स्टार्ट भइसक्यो। मम्मी हाम्रो Cheers. Cheers ल Cheers. ल दादु ल भन्नुस् केही वर्ड। मिस गरिराछु भन। ल त दादा खै Cheers दादा। होय 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 मान्नु त्यसको टेस्ट राम्रो छैन। यो हो लेग पिस आई मिन रोस्ट अनि यसलाई यसरी खानुपर्छ। त्यो त भेना जस्तो भइहाल्यो नि। चालिज्यू यसरी खानुपर्छ। देखेपछि मम्मी देख्छ रे आराम खाइछ। ल दे छोकरा त्यो त जुस हो। तेर मासुमा हालेर गम गम खानु। ओ माय गॉड यत्रो थोक खायौँ गाइज। फेरि अब यो म्यामले भात पनि खानुपर्छ अरे। कुन पेटमा खानु यार के भन्नु। बाइ द वे गाइज खाइसक्यो भने सोध्दैछु अब भक्का खानु। सबैजना आउनुहोस् खानालाई बगिया। कोक गाइज अब चाहिँ लाग्यो। अब भात पस कोकमा त खेरा छु गाइज। अब भात खानु अरे। कुन पेटमा भात खानु गाइज सघाइदिन आउनु पर्यो। सो गाइज अब भातको पालो। एकदम गम 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 किने भात अचार काँक्रा अचार रोस्ट मासु बगिया नि त चटनी। सब दिदीहरू खाना खानु हुँदैछ। शरीरै चल्दैन अब। यो खसीको मासु भिडियो बिगार्नु मम्मी। हिजोसम्म खुट्टा चलिरहेको थिएन र आज शरीरै चल्दैन। सो गाइज म खाँदैछु नि। सो मम्मीलाई हाँस उठ्दैछ। उसको त फुड ब्लग। ल गाइज भेनाजुले खाना नखानु सक्ने भइसक्यो। ओ सेट फेरि फाल्नु भएन नि। ओ सेट भेनाजु एकदम मिठो छ। छोड्न पनि मन लागेको छैन होइन। पेट पनि सकेको छैन। रेस्ट गर्दै खानु केही छैन। केही छैन। सो गाइज हामी यत्रो त खाइसक्यौँ। यहाँ कोक दही पनि छ। लास्टमा दही पचाउनको लागि जे आउँछ मजाले पचाउँछ। अरू मान्छेले पाच्छ खान्छ हामी दही खान्छौँ। हाजमला खान्छन् हामी दही खान्छौँ। ओ सेट खाँदा खाँदा नरिया भइसक्यो यार। ओ सेट। सो गाइज ब्लगमा बनिराख्नु होला। के छ केही छैन। सो गाइज सबै खाएर सकायौँ गाइज। हाम्रो भेनाजुहरूले खानुहुँदैछ दिदीले अनि मम्मीले खानुहुँदैछ। हाम्रो त सक्यो गाइज। अब भात खान सकिँदैन सकिँदैन। तर यो एन्डी हामीले भात खाऊ भनिरहेछ। कुन पेटमा लास्ट ड्रिङ्क लास्ट ड्रिङ्क कोक हो यो। सक्यो अब भातमा हेर्नु मजा के खाने हो। सेट अब यो अँध्यारोमा केही देखिन। खाने आन्टीहरू एक दिन घर छोडेर सकेछु। मेरो लिपस्टिक बाई लिपस्टिक। ल बाई बाई बाई। फेरि पनि आउनु होला। ल बाई।
सो गाइज मैले गिफ्ट पनि पाएँ यहाँ दिदीले ल्याइदिनु भएको यो सो गाइज दिदीहरूलाई बिदा गरी गरेर एक्सचेन्ज गरौँ क्या अब दिदीहरूलाई बिदा सिधा गरेर हामी फेरि बस्ने छौँ खानालाई म देखाउँछु अहिले फेरि के खाना लिएर बस्छौँ फेरि यस्तो भोकरहरू हुन त पेट भरिरहेको छ अलरेडी गाइज होइन तर त्यही पनि यो म्यामले नखाए अब अहिले फेरि खाना खानु बस्नुपर्छ होइन गाइज किनकि खाएन भने एन्टी म्यामले यो हेलमेट छ नि यो हेलमेट फुटाइदिन्छ अघि त त्यहाँ त्यो वाइनको बजार नि त्यो फुटाइदिन्छु भन्दै थियो सो के गर्ने गाइज खानुपर्छ दिदी र मम्मीहरूलाई दिदी भेनाज्यू अनि मम्मीहरूलाई बिदा गरी गरिदियो गाइज म चाहिँ आज यहीँ राति बसिरहेको छु हेर्न सक्नुहुन्छ वा बत्ती न बत्ती छ सो गाइज अहिले फेरि खाना खान्छु अनि म देखाउँछु के खाँदो रहेछु तर आज गिफ्ट पाइयो गाइज थ्याङ्क यू सो मच एलिसा दिदी थ्याङ्क यू सो मच फर दिस थ्याङ्क यू लभ यू सो गाइज फेरि खाना खाना बसेँ मैले खाना लिएको छु अनि हाम्रो निशा म्यामले चाहिँ भुजा लिनुभएको छ अनि त्यही हो सब सेम अघिको आइटम रोस्ट काँक्रा बगिया खसीको मासु भुजिया अचार चाहिँ एकदम मिठो छ क्या यार एकदम मिठो सो गाइज अब खाएन भने खन्टा खाइन्छ बरु खन्टा खानुभन्दा खाना खानु बेस सो गाइज म चाहिँ खाएँ ल ओके सुरुदेखि यो मासुको पिसबाट स्टार्ट गरेँ उफ ओ सेट यो आलु कच्चा जस्तो मिठो छ नि गाईको के भन्नु कति खायो होला सो द्याट फर्स्ट बाइट बनाएको थियो है त्यो अचार चाहिँ हाम्रो निशा म्यामले बनाउनु भएको थियो इफ यु वान्ट रेसिपी प्लिज कमेन्ट बिलो गाइज म भन्ने छु तँलाई आउँछ र मलाई आउँदैन तर सो गाइज गुवाम खाने हो सायद मलाई खाएको देखेर मान्छेले भन्ला यो यत्रो खाँदो रहेछ अन्त यस्तो मोटाएको छ भन्छ होला हो पनि मोटाको छस् प्लिज हामी के हो त्यसो सो गाइज गुवाम खाने हो खाए ल सो गाइज हामीले खानासाना खाइसकेपछि अभियसली पचाउनको लागि भाँडा माझ्नुपर्छ तर भाँडा माझेको भिडियो लिने बिर्सेँ यार सो एकैपल्ट त्यसको भोलिपल्ट हामी गयौँ विराटनगर गाइज विराटनगरमा गुदीसँग भेटघाट गरिसकेपछि गुदीलाई लिएर अनि हामीसँग त्यो सुषमा बहिनी पनि गाइज सो हामी चाहिँ गयौँ सबैजना वेकअप क्याफे गाइज अनि वेकअप क्याफे गएर अभियसली त्यहाँ खानपिन त भइ नै हाल्छ तर त्यहाँको पनि खानपिन लिन बिर्सेँ गाइज खाने चक्करमा यस्तो त छु म के भन्नु त्यसको लागि धेरै सरी गाइज अनि फेरि हामी घर गएर ड्रेस चेन्ज गरिसकेपछि हामी चाहिँ लाग्यौँ सिंहासनतर्फ गाइज अनि म गुदी एन्डिसा चाहिँ स्कुटीमा गएको थियौँ अलरेडी हामी पुगिसकेको थियौँ अनि हामीसँग हुनुहुन्थ्यो मामा माइजू दिदी भेनाज्यू भाइ बहिनीहरू उहाँहरू चाहिँ कारमा आउनुहुँदै थियो सो हामी चाहिँ उहाँलाई पर्खिरहेको थियौँ गाइज सो अनि सबैजना एक ठाउँ भयौँ गाइज अनि हामी चाहिँ लाग्यौँ भित्रतर्फ सिंहासनको सो गाइज भित्र जाने बित्तिकै वाउ सो गाइज त्यहाँ पुगिसकेपछि हामी आफ्नो सिटमा बस्यौँ अरू के भन्छ अगाडि नै रिजर्भ गर्दा पनि हुन्छन् सो हामीले चाहिँ रिजर्भ गरेको थिएनौँ डाइरेक्ट गएर त्यहाँ बस्यौँ सो हामीले जाने बित्तिकै कम्प्लिमेन्ट्री पपकर्न पायौँ गाइज अनि हामीले अर्डर गरेको थियौँ अनि अर्डर गरेको थोकहरू पनि आयो गाइज साथीभाइहरूसँग जानु होला कहिलेकाहीँ गाइज टाइम मिलाएर त्यहाँको एम्बियन्स एकदम राम्रो छ महँगो पनि छ धेरै गाइज अलिकति पैसा डो बोकेर जानु होला अनि यो चाहिँ हो रोबर्टसन वाइन कसले खानुभएको छ नि प्लिज कमेन्ट बिलो अनि त्यस्तै हो इन्जोय हो यहीँ छ त
अग्लिसको थाहा छैन तर ह्याप्पी बर्थडे। सो गाइस डान्स गर्दा गर्दा थाहा नै पाएनौँ टाइम कतिखेर गयो। सो 12 बज्न लागिसकेको त हामी चाहिँ गयौँ सबैजना घरतर्फ। म चाहिँ पसिनाले उफ उफ भइरहेको थिएँ गर्मीले। सो होप हजुरहरूले इन्जोय गर्छिनु भयो मेरो भिडियो। म फेरि पनि आउनेछु आफ्नो भिडियो लिएर चाँडै गाइस। त्यतिन्जेलको लागि टेक केयर, लभ यु सो मच, थ्याङ्क यू सो मच फर वाचिङ। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए।